ढुङ्गा पनि कति आएको क्या ल जति टिपे पनि सकेन ऊ पनि राम्रो भयो। कति ढुङ्गा पनि। नमस्कार। ए नमस्ते नमस्ते आइस कान्छा ल आइज अहिले यहाँ तँसँग दुई चारवटा कुरा गर्नु छ क्या ल आइज बस। बस बस कान्छा सन्चै छस् नि होइन? ठिक छ दाइ, 81 फोन हानेर बोलाउनु भयो, केही विशेष थियो कि दाइ? अनि कान्छा तँ त देश विदेश पनि खुब घुमिरहेको छस्, दाइलाई खोज खबर जानकारी के पनि छैन, गाउँलेको मुखबाट सुन्नु परिरहेछ मैले। होइन तैँले आफ्नो संस्कार सबै भुली छैन कान्छा? मन सानो नगर्नुहोस् न दाइ, 81 काम गर्दा गर्दै टिकट चाँडै इस्यु भयो। मैले उनलाई भनेको पनि थिएँ देश विदेश गर्दा घर परिवारको ठुलाबडाको आशिष लिएर जानुपर्छ भनेको। उनले केटकेटी बुद्धि गरे दाइ। अनि कान्छा के गर्दैछस् त आजकल तैँले? केही सोचहरू केही बनाएको छ कि छैनस्? केही कामहरू गर्ने यताउति केही सोच बनाएको छ कि छैनस्? कि सधैँ त्यही घुमेर हल्लेर देश विदेश घुमेर मात्रै तेरो जिन्दगी चल्छ जस्तो लाग्छ तँलाई? के छ विचार? केही न केही गर्ने त विचार छ दाइ। अब बुहारी नानीले फेरि एकचोटि युरोप जाउँ भन्छन्, के गर्ने होला दाइ? तँ पनि कहिले नसुध्रिने भइस्। 12 वर्षमा खोइ के फिर्छ भन्थे, तँ चाहिँ जिन्दगीभर नफिर्ने भइस्। आवेशमा नआउनु न मेरो दाइ। अब एक राउन्ड युरोप टुर गएर आउँछौँ, त्यसपछि नयाँ काम गर्छौँ दाइ। अनि अंश बन्डाको त्यत्रो 3.5 करोड पैसा कति सकिस्? ऊ बेलामा त्यत्रो गाउँले बोलाएर रमिता देखाएर कम्ता बिजोग गरेका थिइस् तैँले? दाइ, पिताको अंश सन्तानले पाउनु सामान्य प्रक्रिया हो दाइ। तपाईँ यसरी आवेशमा आउन मिल्दैन दाइ। म सधैँ अभावमा बाँच्ने हो र? मेरा इच्छा आकाङ्क्षा हुन्छन्, मेरो परिवार छ दाइ। हिजोसम्म बा आमा त म एकै ठाउँमा बस्दाखेरि चाहिँ त्यो परिवार होइन। आज 2 जना मान्छे के तेरो घरमा नयाँ मान्छे भए अनि त्यो चाहिँ तेरो परिवार? वाह 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 वाह। भावनाले संसार चल्दैन दाइ। तपाईँहरू पैसामा मस्ती गर्ने अनि म चाहिँ सधैँभरि अभावको जीवन जिउने। त्यसै यत्रो घर ठड्या छस् भन्ठाने छस् तैँले? मैले अंश बन्डबाट पाएर बनाएको घर होइन, बुझिस्? यो मैले मेरा हात नङ्ग्रा खियाएर पौरख गरेर कमाएर सिर्जिएर बनाएको घर हो यो। तपाईँले के गर्नुभयो कसो गर्नुभयो त्यो मलाई मतलब छैन दाइ। तर मैले पाएको सम्पत्तिमा तपाईँहरू किन डार गर्नुहुन्छ? छुटेर पाइसक्या त म इन्जोय गरौँ, खोला हालौँ, गरिबलाई बाँडौँ, दान दिउँ, मन्दिर बनाउँ, मेरो व्यक्तिगत कुरा हो दाइ यो। अरूले त डाहा गरे आफ्नै भाइ कुलङ्गार भएपछि कसको के लाग्छ? आवेशमा आएर केही हुन्न दाइ। म रिसाउन मलाई पनि आउँछ। हेर भाइ, तँ जस्तो सुकै बाटोमा लागे पनि आखिर तँ मेरो रगत होस्। मलाई तेरो एकदमै माया लाग्छ। तर अहिले तँ जुन बाटोमा लागिरहेछस् नि कान्छा, तँ एकदम गलत बाटोमा लागिरहेको छस्। यदि तैँले यसलाई निरन्तर गरिरहिस् भने एक दिन तेरो पतन निश्चित छ कान्छा। त्यसैले बेलैमा आफूले आफूलाई सुधार। दाइ, पतन, प्रगति, जन्म, मृत्यु यो सब भावीले तय गर्छन् दाइ। आज म के गर्दैछु, मेरो भोलिको नतिजा कस्तो हुन्छ त्यो हामीमा डिपेन्ड हुँदैन दाइ। प्रकृतिले भनेका छन् नि, जसरी मृत्यु अनि जन्म आफ्नो हातमा हुँदैन, त्यसरी नै
जीवनभित्र रहने सम्पूर्ण गतिविधिहरू आफ्नो हातमा हुँदैन दाइ। आज मैले एउटा प्रक्रियाबाट, कानुनी प्रक्रियाबाट बाबुआमाको अंश पाएँ, कानुनी हिसाबले म खुसी छु, परिवारलाई राम्रो ठाउँमा पढाएको छु, बुढीलाई राम्रो कपडा लाउँछिन्, हाम्रो जीवनयापन कति राम्रो छ दाइ। आज म मेरो टोलमा गन्ने मुन्ने मान्छेमा गनिरहेको छु, गाडी छ दाइ, बङ्गला छ। यो जीवनलाई मैले जति सक्दो एउटा आनन्दको हिसाबले जिउने हो दाइ मैले, किनभने मान्छेको जीवन अनिश्चित छ दाइ। मैले त अहिले वास्तवमा भन्नुहुन्छ भने पुर्खाको धनलाई वास्तवमै सदुपयोग गरिरहेको छु दाइ। मैले त यो हो वास्तविक सदुपयोग। मैले भनेको थिइनँ दाइ बुवा आमा भोकै बस्नुहोस्, कहिल्यै भनिनँ। मैले मेरो लागि तपाईँहरू भोकै बसेर मलाई सम्पत्ति जोडिदिनुहोस् भनेको होइन। बाबुआमा आफ्नो हिसाबले जानुभयो, आफू हिसाबले खुसी चाहनुभयो। अझै 15 आना त त्यहाँ लुकाएका छन् त्यहाँ तपाईँको जिउनी भनेर। कहिले लाने होला त्यो, कसलाई दिने होला त्यो, खुरुक्क नलाएर भाग्न लगाइदिएर उहाँहरूको नाटक छुट्टै छ फेरि। अब म त त्यो कसरी ल्याउन सकिन्छ भन्ने तारतम्यमा छु दाइ। अब यसरी हुँदैन, अब बिजनेस गर्नुपर्छ त्यो पैसाले। यो पैसा त इन्जोय गर्ने हो दाइ, इन्जोय लाइफ इन्जोय गर्नुपर्छ दाइ। विनाशकाले विपरीत बुद्धि, तँलाई विलासिताको ठुलो नसा लागिसकेछ। कुलमै नभएको कुलङ्गार भएर जन्मिन्छस् त। यस्तो त हाम्रो सन्तानमा कोही पनि थिएन अहिलेसम्म। हे प्रभु, कस्तो जन्मेछ यो, कस्तो। ए पाको अंश खर्च गर्नाले कुलङ्गार भई म? यही ईश्वर, आफूले पाएको सम्पत्तिलाई आफ्नो खुसी साथ मैले खर्च गर्न नपाउने? ल कस्तो बेला यो, कस्तो कली यो। मैले मेरो परिवारलाई खुसी दिन नपाउने? देश लैजाउँ, विदेश लैजाउँ, पाखा लैजाउँ, पर्वत लैजाउँ त मेरो खुसीको कुरा दाइ। वास्तवमा अरू होइन, तिमी जल्या रहेछौ मेरो सम्पत्तिमा। तिमी कुट विलासिताको कुरा गर्छस् त? त छातीमा हात राखेर भन् त, तैँले अहिले जुन लाइरहेको कट्टु छ नि, कट्टु त्यो कसको हो भन् त? हाम्रो पुर्खाको, हाम्रो बाउको हो कि तैँले आफ्नै कमाइले किनेको भन् त?